छायाभन्दा लामो सपना। पहाडको टुप्पमा अडिएको जस्तो देखिने एउटा गाउँ थियो, जहाँ बिहानको घाम ढिलो पुग्थ्यो र साँझ छिट्टै ओर्लन्थ्यो। त्यो गाउँको नाम थियो अँध्यारो डाँडा। नाम जस्तै त्यहाँका धेरै मानिसहरूको जीवन पनि अँध्यारोले ढाकिएको थियो। अभाव, विभेद र मौन पीडाले भरिएको। त्यही गाउँमा बस्ती एउटा केटी, सुनिता। सुनिता सानैदेखि फरक थिए। अरू केटीहरू खेल्न रमाउँदा ऊ आकाशमा हेर्थे। चराहरूको उडान हेरेर सोच्थे, किन म उड्न सक्दिनँ। उसको सपना सानो थिएन। ऊ पढेर ठुलो मान्छे बन्न चाहन्थे, गाउँको अवस्था बदल्न चाहन्थे। तर समस्या एउटै थियो, ऊ गरिब परिवारकी छोरी थिए, र त्यो पनि छोरी। उसका बुबा रामबहादुर एक कडा स्वभावका मानिस थिए। उनी भन्थे, छोरीलाई धेरै पढाउनु पर्दैन, भोलि त पढाइ गर जान्छे। आमा माया चुपचाप सुनिरहन्थिन्। उनको मनमा पनि इच्छा थियो छोरी पढोस्, केही बनोस्, तर उनीसँग बोल्ने हिम्मत थिएन। एक दिन सुनिताले बुवासँग हिम्मत गरेर भनिन्, बुबा म विद्यालय जान चाहन्छु। रामबहादुर रिसाए, हामीसँग पैसा छैन, अनि छोरीलाई पढाएर के हुन्छ। सुनिताको आँखामा आँसु आयो, तर आवाज बलियो थियो, म केही गरेर देखाउँछु बाबा। त्यस दिनदेखि उसको सङ्घर्ष सुरु भयो। बिहान सबैले उठ्थे, गाईबस्तुको हेरचाह गर्थे, पानी ल्याउँथे, खेतमा आमालाई सघाउँथे, अनि अरू सबै काम सकेपछि ऊ लुकेर गाउँको विद्यालयको झ्याल बाहिर उभिन्थे। भित्र शिक्षकले पढाएको सुन्थे। उसले अक्षर त्यहीँबाट सिक्न थाले। विद्यालयका शिक्षक श्रीकृष्ण सर एक दिन बाहिर उभिएकी सुनितालाई देखे। तिमी किन बाहिर उभिएकी, उनले सोधे। सुनिताले डराउँदै भनिन्, म पढ्न चाहन्छु, तर भित्र जान पाउँदिन। श्रीकृष्ण सरको मन छोयो। भोलिदेखि भित्र आएर बस, उनले मुस्कुराउँदै भने। त्यस दिन सुनिताको जीवनमा नयाँ सुरुवात भयो। तर गाउँका मानिसहरू सजिलै स्वीकार गर्न तयार थिएनन्। छोरी भएर विद्यालय जाने, यो त परम्परा बिगार्ने काम हो। कुरा फैलियो, आलोचना बढ्यो। रामबहादुरले पनि दबाब आयो। एक साँझ उनले सुनितालाई भने, अब विद्यालय जानु पर्दैन। सुनिताको मुटु चिरियो। किन बुवा? किनकि गाउँले के भन्छन् भन्ने पनि सोच्नुपर्छ। त्यो रात सुनिता धेरै रोई, तर बिहान ऊ फेरि उठी पहिला जस्तै काम गर्न। फरक यति मात्र थियो, उसको आँखा भित्रको चमक मरेको थिएन। केही दिनपछि गाउँमा ठुलो घटना भयो। एक गर्भवती महिला अचानक बिरामी भइन्। अस्पताल टाढा थियो। गाउँमा कसैलाई राम्रोसँग पढ्न आउँदैन थियो, न त औषधिको ज्ञान, न त गर्भवतीको बेलामा प्राथमिक उपचार दिन सक्ने ज्ञान। सबै डराए। त्यो बेला सुनिता अघि आई। उसले विद्यालयमा सिकेका आधारभूत कुरा प्रयोग गर्दै शिक्षकसँग सिकेका प्राथमिक उपचारका उपाय अपनाई। उसले साहस गरी, धैर्य गरी। केही घण्टापछि त्यो महिला सुरक्षित भइन् र बच्चा पनि। गाउँ स्तब्ध भयो। यो केटीले बचाई। रामबहादुरको आँखा खुल्यो। उनले पहिलोपटक छोरीलाई गर्वका साथ हेरे। त्यो रात उनले सुनितालाई बोलाए। उनको स्वर पहिले जस्तो कठोर थिएन। तिमी भोलिदेखि विद्यालय जाऊ, उनले बिस्तारै भने। सुनिताको आँखा बढियो, तर यो पटक खुसीले। समय बित्दै गयो। सुनिता पढाइमा उत्कृष्ट भइन्। उनले जिल्ला स्तरमा नाम कमाइन्, छात्रवृत्ति पाइन् र सहर गएर पढ्ने अवसर पाइन्। गाउँ छोड्दा उनले आमाको हात समातेर भनिन्, म फर्केर आउँछु यो गाउँ बदल्न। वर्षौँपछि त्यो अँध्यारो डाँडा बदलिएको थियो। त्यहाँ अब एउटा राम्रो विद्यालय थियो, सानो स्वास्थ्य केन्द्र थियो, र सबैभन्दा ठुलो कुरा, छोरीहरू पनि विद्यालय जान्थे। सुनिता डाक्टर बनेर फर्किएकी थिए। उनी गाउँको पहिलो महिला डाक्टर थिइन्। रामबहादुर बुढो भइसकेका थिए। एक दिन उनले गाउँको बिचमा उभिएर भने, मैले छोरीलाई रोक्न खोजेँ, तर उसले मलाई नै बदलिदिए। गाउँका मानिसहरूले ताली बजाए। सुनिता मुस्कुराइन्। त्यो मुस्कानमा सङ्घर्ष थियो, आँसु थियो, र जितको मिठास थियो। अब त्यो गाउँको नाम अँध्यारो डाँडा होइन, मानिसहरूले त्यसलाई उज्यालो गाउँ भन्न थाले। सपना कहिल्यै सानो हुँदैन,
समाजले रोक्न खोजे पनि दृढ इच्छाशक्ति र साहसले अँध्यारोलाई उज्यालोमा बदल्न सक्छ।